ल गाइजहरू यो के को फुल हो चिन्नु होला है। हामीले यसको रस खुब खान्थ्यौं केटाकेटी हुँदाखेरि। कस्तो फुल्या रहेछ चिन्नु ल। हेलो गाइजहरू, फाइनली हामी बर्दियादेखि तेलपानी डाँडामा लानु। यो बर्दिया जिल्ला। अब यहाँदेखि यता तेलपानी सुर्खेत, हामी यता तेलपानी सुर्खेततिर लाग्यो। फाइनली गाइज हामी तेलपानी सुर्खेत जिल्लामा प्रवेश गरिसकेका छौँ। तेलपानी सुर्खेतको गाउँ, मेरो जन्मस्थल। हेर्नुहोस् गाइजहरू, यो बुट्टा म नजन्मिँदै पहिलाको हैन। हामी जन्मिएर पनि यत्रो हुँदा पनि अझ पनि सकुशलै छ। चिन्नुहुन्छ यो के कुरो हो? यो गाउँ वरिपरि डाँडा काँडा छ अनि बीचमा समथाल गाउँ छ। हेर्नु न, यस्तो दामी छ। तपाईहरु पनि आउनुहोस् है घुम्नलाई हाम्रो तेलपानी सुर्खेतमा। हाम्रो यहाँ माथितिर बडा मन्दिरको थान छ यहाँनिर। हाम्रो बडा देवता पुज्ने ठाउँ यहाँ। दुःख भन्ने कुराहरुमा हामी डटेर गर्न सक्छौं के हटेर हैन। गाइज हेर्नु न, कति राम्रो खर्प लगाइसकेछ। हेर्नुहोस् है गाइजहरु, हाम्रो यस्तो पाखा पोखरा छ के हैन। शान्त वातावरण, कस्तो राम्रो डाँडाकाँडा। हेर्नुहोस् यस्तो राम्रो गाउँ छ के। कोइराल फुलेर यसको अचार कति दामी हुन्छ। यस्तो दामी गाउँ छ, मनै मान्दैन छु जानुपर्छ। तेलपानीको डाँडामा तेलपानीको दुराली आलु खनाखन मायाको कथा सारी जनै तिम्रो बसुन्दर मिठो भित्र तरली तरली आए हाय। सुन्दरबाट बिरामी आवाज आयो। सम्झना तेलपानीको दुराली भन्ने गीत हुन्छ। मायाको कथा सारी